बालेनको राजीनामा माग्दै हर्कले लेखेको विज्ञप्ति पढ्दा स्पष्ट देखिन्छ भावनाले लेखिएको छ तर तथ्यहरू कमजोर छन्। विज्ञप्तिमा मुख्य आरोपहरू के छन्? संसदको अपमान भयो भनिएको छ, प्रधानमन्त्री असक्षम र असफल भयो भनिएको छ, लोकतन्त्रको विश्वास कमजोर बनायो भनिएको छ, संसद नआएको भन्दै नैतिकताका आधारमा राजीनामा माग गरिएको छ, संसद छलेर अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाइएको छ। के यी आरोपहरू तथ्यमा अडिएका छन् त? सबैभन्दा पहिले संसदमा उपस्थित नभएको विषय। प्रतिनिधि सभा नियमावलीमै स्पष्ट छ, प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले प्रक्रिया अगाडि बढाउन सक्ने प्रावधान छ। यदि नियमले नै विकल्प दिएको छ भने त्यसलाई संसदको अपमान भन्नु भावनात्मक आरोप मात्रै हो, कानुनी आधार भने होइन। त्यसैगरी दोस्रो छ लोकतन्त्र कमजोर भयो भन्ने आरोप। लोकतन्त्र कमजोर तब हुन्छ जब नियम मिचिन्छ, प्रक्रिया तोडिन्छ, अधिकार खोसिन्छ। यहाँ के भएको छ? नियमभित्रै रहेर प्रक्रिया अघि बढेको छ। तेस्रो छ प्रधानमन्त्री असफल र नालायक भन्ने निष्कर्ष। सरकार बनेको 2 महिना पनि नपुग्दै असफलको ट्याग लगाइदिने हो भने 5 वर्षको कार्यकाल किन हुन्छ? आलोचना गर्नु अधिकार हो, तर समय नदिई असफल घोषणा गर्नु राजनीतिक अधैर्यता हो। चौथो छ नैतिकताका आधारमा राजीनामा देऊ भन्ने माग। नैतिकताको आधार के हो? बालेनले भ्रष्टाचार गरेका छैनन्, नियम उल्लङ्घन गरेका छैनन्, प्रक्रिया भङ्ग गरेका छैनन्। यदि कुनै कानुनी वा नैतिक गल्ती नै प्रमाणित छैन भने राजीनामा माग्नु राजनीतिक दबावको नारा मात्रै हो। पाँचौं छ अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप। यदि अत्यावश्यक काम अघि बढाउन अध्यादेश ल्याइयो भने त्यसलाई संसद छलेको भन्नु गलत व्याख्या हो। संसद छलेको तब हुन्छ जब नियम विपरीत काम गरिन्छ। यहाँ त संविधानले दिएको बाटो प्रयोग भएको हो। अझ ठुलो कुरो, अध्यादेश स्थायी कानुन होइन, संसदमा गएर पास हुनैपर्छ। अन्तिम निर्णय संसदकै हुन्छ। त्यसैले अध्यादेशलाई लोकतन्त्रको खतरा देखाउनु भनेको संवैधानिक प्रक्रियालाई नै गलत ढङ्गले बुझ्नु हो। आलोचना गर्न पाइन्छ, तर तथ्यमा रहेर आलोचना गर्नुहोला। साथीहरू, तपाईहरू यो विषयमा के भन्नुहुन्छ? जस्ताको तस्तै कमेन्ट गर्नुहोला।